सम्पूर्णमा नमस्कार। म संसारकै सबैभन्दा अग्लो ठाउँमा रहेको तेलिचु बेस क्याम्पबाट बोल्दैछु र यो मनाङ निस्याङ गाउँपालिका वडा नम्बर 9 अन्तर्गत तेलिचु बेस क्याम्प हो। यो खाङसारबाट लगभग 4 घण्टा हिँडेपछि यहाँ आइपुग्छ र यो होटल नोर्बुलिङ यहाँ एकदम राम्रो सुविधा छ, वाइफाईको सुविधा, बिजुली र एटेच बाथरुम, इनसाइड टोयलेट बाथरुम र एकदम फ्यामिली इन्भाइरोमेन्ट रहेको छ। र यसको भन्नुपर्दाखेरि 21वटा रुमहरू रहेको छ। यसमा सबैमा टोटल एटेच रहेको छ। यहाँ एकदम शान्त पिस ठाउँ रहेको छ र यहाँ रुफटप रहेको छ। रुफटपबाट हेर्दाखेरि यो अन्नपूर्ण हिमालहरू देखिन्छ यहाँ माथि। र यता आइसकेपछि यहाँ तेलिचु पिक एकदम राम्रो देखिन्छ र सम्पूर्ण हाम्रो यहाँ स्टाफहरूले चाहिँ फ्यामिली इन्भाइरोमेन्टमा भात खाना खुवाउनुहुन्छ। उहाँहरूले बिहान एकदम आफ्नै घरको दाजुभाइ परिवारलाई जस्तो गर्नुहुन्छ। ल तपाईँहरू आयो भने आउनु होला यहाँ नोर्बुलिङ गेस्ट हाउस तेलिचु बेस क्याम्प। र भित्र फायर प्लेस पनि रहेको छ, जाडोको लागि फायर प्लेस। कफी पनि रहेको छ, कफी।